बन्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। 2 दिनको बाद जीवनमा विष होइन अमृत, झिगा होइन मौरी, मौरी बन्ने हो तपाईहरू। यो देश बनाउने मौरी बन्ने हो। हामी मौरी जस्तो बन्नुपर्छ, कमिला जस्तो बन्नुपर्छ। यहाँहरू सबैजनालाई मौरी बन्नका लागि र मौरीको जुनी प्राप्त गर्नका लागि हामी सबै मौरी बनेर यो देशमा होइन रसहरू भेला गरौँ, ताकि तपाईँको हजार पनि वर्षसम्म नबिग्रिने त्यस्तो एउटा मह बनाऊ, जसले गर्दाखेरि चाहिँ हाम्रा सन्तानले हामीलाई आशिष देऊन्, हाम्रा सन्तानले हामीलाई सम्झिरहन्, हाम्रा सन्तानले हामीलाई सम्झिँदाखेरि छातीमा हात राखेर गर्वका साथ तपाईँको चाहिँ त्यो अनुभूति गर्छ। सारा नेपालीले हामीलाई भोट दिनुहुनेछ। हामी टालाटुली बटुली सरकारमा विश्वास गर्दैनौँ। हामीलाई नेपाली समाजले बहुमत दिनुपर्छ। खबरदार खबरदार, म भन्न चाहन्छु श्रम संस्कृतिमा यो श्रम संस्कृति म हाम्रै पार्टीभित्रका मान्छेहरूलाई पनि कारबाही गर्छु है। विकृति कुरा लिएर यहाँ आउनुभयो भने, विकृति गर्नुभयो भने तपाईँहरूलाई जेलमा कोच्ने हो मैले है, जेलमा कोच्ने हो। कुनै श्रमदातालाई चाहिँ नि यसो गरे त्यो त मेरो मलाई श्रम गर्न सघाउने हुँदैन। त्यो धरानमा हेर्दा हुन्छ, धेरैलाई मैले कारबाही गरेको छु।